के तपाईँ अझै पनि सोच्नुहुन्छ पैसा कमाउन दिनभर काम गर्नुपर्छ? अब सोच्नुहोस्, के हुन्छ यदि पैसाले तपाईँका लागि काम गर्न थाल्छ? नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी सिक्नेछौँ पैसाको मेसिन कसरी बनाउने र धनी मानिसहरूले पैसा कसरी काममा लगाउँछन्। पैसाको मेसिन के हो? पैसाको मेसिन भनेको यस्तो प्रणाली हो जहाँ तपाईँ सुतिरहँदा पनि पैसा कमाइरहेको हुन्छ। उदाहरण, बैंकमा ब्याज, शेयर बजार व्यवसाय, भाडामा दिएको घर, डिजिटल सामग्री, युट्युब, फेसबुक। धनी र गरिबको सोचमा फरक छ। गरिब सोच, पहिले पैसा कमाउँछु, पछि लगानी गर्छु। धनी सोच, पहिले लगानी गर्छु, त्यसले मलाई पैसा कमाइदिन्छ। चरण 1, खर्च घटाउनुहोस्। सानो बचत नै ठूलो मेसिनको इन्धन हो। चरण 2, बचतलाई लगानीमा बदल्नुहोस्। सही लगानीको माध्यम छान्नुहोस्। शेयर बजार, म्युचुअल फन्ड, प्रपर्टी व्यवसाय। चरण 3, आयका धेरै स्रोत बनाउनुहोस्। एक मात्र आम्दानी खतरनाक हुन्छ। 2, 3, प्यासिभ इन्कम स्रोत बनाउनुहोस्। 2 बजे 22 मिनेटदेखि 3 बजे 0 मिनेटसम्म। उदाहरण, मानौ तपाईले 10,000 रुपैयाँ लगानी गर्नुभयो। यदि त्यसले हरेक वर्ष 10% कमायो भने केही वर्षमै त्यो पैसा तपाईँका लागि काम गर्न थाल्छ। सुतिरहँदा पनि पैसा कमाउन थाल्छ। यो नै हो पैसाको मेसिन। धेरै मानिसहरू के गर्छन्? नयाँ मोबाइल किन्छन्, महँगो बाइक किन्छन्, तर लगानी गर्दैनन्। धनी मानिस के गर्छन्? सम्पत्ति किन्छन्, खर्च होइन। 3 बजे 51 मिनेटदेखि 4 बजे 20 मिनेटसम्म। अन्तिम सन्देश, ध्यान राख्नुहोस्, धनी बन्न धेरै कमाउनु पर्दैन। बुद्धिमानीले लगानी गर्नुहोस् र पैसालाई तपाईँको लागि काम गराउन दिनुहोस्। आजै निर्णय लिनुहोस्, अब म पैसाका लागि होइन, पैसाले मेरो लागि काम गर्नेछ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला।